सुनिदेऊ न सबजना। इन्डिसेसको घाताङ्क भन्छ यसलाई। 32 नम्बरको सी र डी सेम क्वेसन हो। हामी यही अस्ति पढेको हो। यो हिसाबलाई अहिले हेरौँ त। a प्लस b, b माइनस 1 बाई a पावर a प्लस b, b स्क्वायर माइनस 1 बाई a स्क्वायर पावर b, a स्क्वायर माइनस 1 बाई b स्क्वायर पावर a। हेरौँ त सबजना, हामी अस्ति पढेको हिसाब र यो हिसाबमा के फरक छ पहिला त्यो हामी जानौँ। फरक के छ हामी पहिला त्यो पत्ता लगाउँ, त्यसको बारेमा जानौँ। देख, यसमा फरक के देखिरहेछ अस्तिको र आजको हिसाबमा। फेर पल्टाउनु पर्दैन, मलाई याद छ। देख बाबु, यो दुवै मध्ये एउटा कुनै माथि थियो र यो मध्ये कुनै एउटा तल थियो। याद होला तिमीहरूलाई? कि त यो माथि यो तल हुनु पर्यो, कि त यो माथि कि त यो तल। बस यतिकैको फरक छ। तिमीहरू यतिकै छोडेर मतलब हेरेर छोडिदिएको छ। सोल्भ गर्ने के बाबु, आत्नु भएन क्वेसन हेरेर कसरी बनाउने त्यस्तो केही छैन बाबु। बहुत सिम्पल क्वेसन छ, ध्यान देऊ र म यसलाई अब सोल्भ गर्दैछु। हल्का हेर्दै जाऊ। गर्ने के पहिलाकै रुल्स। पहिला ब्राकेट भित्रलाई हामी सोल्भ गर्ने। पहिला कसलाई सोल्भ गर्ने? ब्राकेट भित्र। अब ब्राकेट भित्र यहाँ सोल्भ गर्ने खाले केही छैन। म यसलाई जस्ताको त्यस्तै नोट गर्छु। म जस्ताको त्यस्तै यसलाई लेख्छु। यहाँसम्म कसैलाई केही सोध्नु पर्ने छैन होला, किनकि यसलाई म कपी गरिरहेको छु। कुरा रह्यो तलको। तलको कुरा रह्यो भने यहाँ हेरौँ, यहाँ a स्क्वायर माइनस b स्क्वायर छ। a स्क्वायर माइनस b स्क्वायर, a प्लस b, a प्लस b, a माइनस b। मेरो कुरा बुझिरहेछौ? a प्लस b, a माइनस b। यो दुवै कहाँबाट आएको छ थाहा छ? यो दुवै आयो कहाँबाट? त्यो यसरी गरौँ न बाबु, त्यो पर्दालाई भित्र यता ढोका खोल, ढोका खोल न पहिला, यसरी चाप। हो, अब बन्द गर। यहाँ र a स्क्वायर माइनस b स्क्वायर, a प्लस b, a माइनस b गरे यो दुवै कहाँबाट आछ? यहाँबाट आछ। र यसको टाउकोमा को छ? b छ। त यहाँ पनि b हुन्छ र यहाँ पनि b हुन्छ। याद होला अस्ति हामी यस्तै सेम पढेको, याद छ? त्यसपछि यहाँ हेरौँ, यसको लागि पनि हामी यहाँ काम गर्छौँ। a स्क्वायर माइनस b स्क्वायर, a प्लस b, a माइनस b। र यो a यहाँ पनि हुन्छ, यहाँ पनि हुन्छ। कसैलाई डाउट त छैन नि? किन यो दुवैमा भयो? कसैलाई डाउट त छैन नि? यो किनकि यो दुवै कहाँबाट आछ? यहाँबाट आएको छ र यसको पावर के छ? a छ, त्यही भएर दुवैमा यो हुन्छ। अब हेरौँ, यसपछि याद गर अस्ति हामी पढ्दाखेरि हामी के गरेको थियो? बेस इक्वललाई एक ठाउँमा गरेको थियो। याद होला? माथि माथिलाई र तल तललाई हामी एक ठाउँमा गरेका थियौँ। तर यो हिसाबमा माथि माथि र तल तल सोल्भ हुँदैन, तल र माथि सोल्भ हुन्छ। एकचोटि हेरौँ, तल र माथिको कुरा गर्यो भने को छ एक जस्तो? यो हेरौँ त, यो यहाँ छ कि छैन? सेम a प्लस 1 बाई b। यो बेस र यो बेस इक्वल छ। याद गर, छ। यो बेस र यो बेस इक्वल छ। र याद गर, हामी 20-25 वर्ष पहिला पढेको थियो, प्लस माथि गएर के गर्छौ? माइनस गर्छ। मेरो कुरा बुझ्दैछ नि? हो, त हामी के गर्छौँ? यसलाई र यसलाई पहिला हामी सोल्भ गर्छौँ। बेस बेस इक्वल एउटा बेस लिन्छौँ, a प्लस 1 बाई b पावर कति छ? a प्लस b। र याद गर, यो a प्लस छ कि माइनस छ? प्लस माथि गएर के गर्छ? माइनस हुन्छ। त्यस्तै गरेर यहाँ हेरौँ, अर्को खोजौँ त। यो भनेको कहाँ मिल्दैछ? यहाँ मिलिरहेछ। हेर त बाबु, b माइनस 1 बाई a मिलिरहेको छ। हामी यहाँ के काम गर्छौँ? b माइनस 1 बाई a पावर a प्लस b, र यो प्लस माथि गएर के गरिदिन्छ? माइनस। एकदम कन्फर्म छौ सबजना? र अब बाँच्यो तलको को, त्यसलाई हामी लेखौँ। यहाँ को बाँकी छ? बाँकी को छ? b प्लस 1 बाई a पावर b र
यहाँ के बाँकी छ a माइनस 1/b पावर a। अब यो स्टेप पछि तिमीहरूको लागि हिसाब ठ्याक्कै हामी अस्ति पढेको जस्तो प्लस माइनस कट्यो र यसपछिको क्वेसन तिमीहरू मजाले गर्न सक्छौ। त्यही पनि यसलाई म सिकाउँछु, तिमीहरू सिक। यहाँ a प्लस 1/b पावर के देखिरहेछ b, अनि यहाँको छ b माइनस 1/a पावर a होल बाई होल बाई भन्दैछु, होल बाई नै हुन्छ, यहाँ इजिकल टु हुन्छ b प्लस 1/a पावर b इन्टु a माइनस 1/b पावर a। अब यसपछि हेरौँ हामी गर्ने के यसपछिको क्वेसन हामी पढेको हो, पढाएको छैन? पावर मिलिरहेको छ। हामी के गर्छौं, यो पावरलाई के गर्छौं याद गर त। हामी पावरलाई के गर्ने हो, कमन लिने। यो पावरलाई हामी b र b लाई कमन लिनेछौं। यहाँ के बाँकी छ a प्लस 1/b ब्रैकेट तल के बाद छ b प्लस 1/a इन्टु यहाँ हेर त, यहाँ पनि पावर हुबहु मिलिरहेको छ हैन 9 क्लास। के छ यहाँ b माइनस 1/a बाई a माइनस 1/b। ईमानदारी पूर्वक बुझ्या छ? कसैलाई केही सोध्नु पर्ने? किन क्वेसन गर्दैन, गर न। तर यो तरकारी थोरै गफ गर्दा गर्दै बनाइदिन्छौ। हिसाब हो, केही सोध्नु छ? नसोध्ने? जाबी किन लगाएको बाबु? यसपछिको कहानी थाहा छ सबलाई? यसको तल 1 गर्ने। कसैले सोध्छ तल 1 किन माने त के भन्छौ? केटाहरू हेरिरहेछ नि? हो, भोलिदेखि तिमी पनि सरवाल समेत लगाएर यति ट्यालेन्ट हुन्छ हो। बुझ्दैछ नि? यिनीहरू जस्तै चन्द्रमामा पुग्छौ। हेर, यसको एलसीएम कति हुन्छ? b। सुनिरहेछ? ल क्रस मल्टिपल गरौँ। हेर त के हुन्छ हो, ab प्लस 1 पक्का होल बाई यसको तल पनि 1 गर्ने कि नगर्ने? र यहाँ के हुन्छ a हुन्छ, यसरी मल्टिपल गर्यो भने ab प्लस 1। ईमानदारी पूर्वक बुझ्या छ सबले? बुझ्छौ नि भाइ, टेन्सन किन लिँदैछौ? टाइगरको साथमा छौ। यहाँ हेर, यसको तल 1 गर्ने कि नगर्ने? गर्ने। तल 1 गर्छु त म के लेखु भन त? a। यसरी मल्टिपल के हुन्छ? माइनस 1 हो नि, होल बाई यसको तल 1 गर्ने कि नगर्ने? के हुन्छ? यो के पढाइ बुझ्दैछ नि? यहाँ हेर, कुनै तकलिफ? अब के गर्छौ याद गर त। माथि तल गरिदिने गर्ने? तोडफोडमा त हामी अगाडि एकदम अगाडि हुन्छौँ नि, होइन रे? हेरौँ, ab प्लस 1 बाई b इन्टु यो मेन डिभाइडलाई इन्टुमा कन्भर्ट गर्छौ। तलको माथि, माथिको तल आउँछ कि आउँदैन? सही बोलिरहेछ। यस्तो विद्यार्थी कहाँ पाउँछ कहिले? गजब। ल त्यति त बनाइदिएको छु हो। हेर्दै जान म्याथ कति राम्रो हुन्छ। सबभन्दा राम्रो भनेको तिमीहरूको म्याथ नै हुन्छ। यहाँ के छ हो, ab माइनस 1 बाई कति हुन्छ हो, a। यो डिभाइडलाई इन्टुमा कन्भर्ट गर्छ, यो कहाँ जान्छ? यो कहाँ आउँछ? b बाई ab माइनस 1। कन्फर्म छौ? काट्ने? केले काट्छ? भयो? केले काट्छ? खुर्पी लिएछ, खुर्पी चाहिँ काटिदिएछ न। यहाँ के बाँच्यो हो, a बाई b पावर के इन्टु यहाँ के बाँच्दैछ? पावर a। कसलाई एरेन्ज गर्ने, सच्याउने कसलाई भन त? a बाई b रेसियो ठिक छ कि b बाई a?
देख जरुरी छैन कि ए बाई बी नै ठिक छ, कहिलेकाहीँ एन्सरमा नि बी बाई ए पनि दिएको हुन्छ, प्रुफमा ए बाई बी पनि दिन्छ। मेरो कुरा बुझिरहेछ नि? त प्रुफमा जे दिएको हुन्छ त्यसको अनुसार हामी हिँड्नुपर्छ। को सर यहाँ बुझ्छ यार, यहाँ ध्यान दिए। त हामी यसलाई अहिले फिलहाल कसलाई चेन्ज गर्ने? यसलाई माथि र यसलाई तल फ्याल्दै। त यहाँ के भयो? ए बाई बी पावर ए इन्टु यो माथि हेर गइरहेछ यो, हजुर बी छ त बी लेख्न भइहाल्यो नि, किन रुइरहेछ? प्लस छ भने के हुन्छ हो? किन माइनस भयो भन त? हो तल माथि भएछ त। अब यसलाई हेर त, हामी यसलाई के यस्तो लेख्न सक्छौँ? बेस बेस मिल्यो, एउटा बेस ल्याऊ, पावरलाई एड गरिदेऊ, यहाँ माइनस छ भने माइनस, यो पनि एन्सर। तर परन्तु म चाहिरहेको छु एउटा अर्को पनि स्टेप सिक्ने। यसको सट्टा तिमीहरू अर्को पनि काम गर्न सक्छौ। त यहाँदेखि म गर्दैछु, मतलब तिमीहरूको इच्छा, तिमीलाई यो राम्रो लाग्छ यो नोट गर, यो राम्रो लाग्छ यो नोट गर। कहिलेकाहीँ एन्सर जरुरी छैन कि यति दिन्छ, हामी त सबै स्ट्रङ हुनु पर्यो नि सबै माध्यमबाट, होइन? त अब हामी के गर्छौँ? यसलाई सच्याउँ। जस्तै हाम्रो क्वेसन यहाँ थियो ए बाई बी पावर बी इन्टु बी बाई ए पावर ए। अघि हामी कुनलाई यसलाई सच्यायो, अब यसलाई सच्याउँ। त यो कहाँ जान्छ? यसलाई के गरिदिने? तल, हो नि? त बी बाई ए लेख्यो, यो प्लस छ भने के हुन्छ? यो मैले फर्मुला प्रुफ गरेको छु कि छैन? गरेको छु नि? जसलाई डाउट छ, समस्या छ, फेसबुकमा मैले राखिदिएको छु, हेरिहाल्नु। बुझेछ नि? जो इन्भेस्टमेन्टहरू छ हेर्ने। यहाँ के बाँच्यो? बी बाई ए पावर ए। कि त शनिबार आऊ, म सिकाइदिन्छु। बेस बेस इक्वल एउटा बेस ल्याऊ, पावरलाई एड गरिदेऊ, माइनस बी प्लस ए। एक स्टेप बढ्छ, बी बाई ए पावर ए प्लस माइनस बी। यसलाई अगाडि यसलाई पछाडि। देख बाबु, यो तिमीहरूको जरुरी छैन कि सिम्प्लिफाईकै रूपमा दिन्छ। मेरो कुरा बुझिरहेछ? यो मध्ये कुनै एउटा जस्तै यहाँ लेखिदिन्छ प्रुफ गर, सम्झ? प्रुफ गर्न भनिदिन्छ ए बाई बी को पावर बी माइनस ए प्रुफ गर। अब त्यति बेला नबोल्नु है मैले यो पढेको छैन, सरले मेरो पढाउनु भएको छैन भाइ, त्यही कुरा हुन्छ। यो एलएचएस भयो र यो के भइहाल्छ? लास्टमा एन्सर मिल्छ त लेखिदिने एलएचएस इज इक्वल टु आरएचएस प्रुफ। मेरो कुरा बुझिरहेछ? सबले बुझेछ? अगाडि बढ्न सक्छौ? अच्छा एक चीज बता, यो म मेटायो भने आफ्नो मनले बनाउन सक्छौ? बोल्दै बोल्दैन उताबाट साउन्डै आएन। ए यो नोट गर न त, मैले माथि गर्दै जान्छु।